अब यसपालिको आर्थिक वर्षको नयाँ काम सुरु गर्नको लागि अब बालुवा ल्याउन थालेको छौँ। यो सबै यसपालि फिनिसिङ हुनेछ बाहिर। अनि यहाँ केही अब लामा गुरुहरू बस्ने घरहरू पनि बन्नेछ। अब यो पारीको चाहिँ हाम्रो सिद्धिथुम्का चुली हो, इलामको सूर्योदय र सूर्यास्त हेर्ने। अनि यो तलको चाहिँ दमक, अनि यहाँबाट चाहिँ दमकको भ्यू टावर केपी ओली सरकारले अथवा केपी ओलीले बनाएको भ्यू टावर पनि देखिन्छ यहाँ तल, धेरै तल छ। त्यहाँनिर चाहिँ यो भागमा देखिन्छ। अनि यसरी देखिन्छ सूर्यास्त चाहिँ आज यस्तो छ। यो गल्छेडीको तलको चाहिँ बिर्तामोड झापा हो। यता तलको चाहिँ यतापट्टिको चाहिँ दमक, मोरङ, सुनसरी, धरानतिरको बाटो हो यता चाहिँ। अब यसरी आज सूर्यास्त चाहिँ यसरी देखिँदैछ। यो भाग चाहिँ अजम्बरे, यो चाहिँ अजम्बरेको काखमा छ हाम्रो यो पाल्सेम डुप्लिङ गोन्पो विकास गोन्पो। यो चाहिँ गोन्पा हो, गुम्बा। धेरै वर्ष पछाडि, यो 6-7 वर्ष भइसक्यो बनिएको चाहिँ, तर यसपालि मात्रै अब लगभग अन्तिम चरणमा काम हुँदैछ यसको मात्रै। यो बाहिरी भौतिक संरचनाहरू चाहिँ धेरै छ गर्नुपर्ने। ल है साथी, सूर्यास्त चाहिँ यस्तो देखिन्छ यहाँबाट। त्यो माथिको डोरी जस्तो हुन्छ, एकदम राम्रो देखिन्छ, क्लियर। अब यो सूर्यास्त गइसक्यो, अब यति पुगिसक्यो हेर्नुहोस् त। अब त्यो डाँडादेखि उँधो गइसकेपछि झ्याप्पै रात पर्छ। यो तलको मधेसको फाँडहरू हुन् देखिएको चाहिँ तल, ठ्याक्कै यो डाँडादेखि उता पारीदेखिको चिज चाहिँ मधेसहरू हुन्। तर त्यो माथि चाहिँ कुहिरोको भागहरू चाहिँ सबै मधेस नै हुन् हुन चाहिँ, तर अग्लो जस्तो देखिन्छ। तर त्यहाँदेखि त्यो चाहिँ कुहिरोको लेभलहरू हुन्। सूर्यास्त त्यसले तल पुगिसक्यो, यसरी देखिन्छ। टक्क हेर्नुहोस् है साथी, एकदम 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 क्लियर देखिरहेछ आजको सूर्यास्त। ए ल हेरौँ त कस्तो दामी देख्छन्। ल हेरौँ यसरी हेर्नुपर्छ सूर्यास्त भनेको चाहिँ। झुल्के घाम पनि यसरी नै देखिन्छ, सूर्यास्त पनि यसरी नै देखिन्छ। अन्तिम पुगिसक्यो। अब यो डुब्ने बित्तिकै तपाईँको एकदम झ्याप्पै अँध्यारो हुन्छ है साथी हो। है ल हेर्नु है यति राम्रो छ। ल हेर्नु है, यो चाहिँ बुद्ध भगवानले बोकेको भाँडो भनौँ न, कपालामा उयो भरे जस्तो देखिन्छ। टक्कै हेर्नुहोस्, होइन भने यस्तो देखिन्छ है। अनि यति राम्रो देखिन्छ। ल टक्क अब गयो है साथी हो, गयो है, रात पर्यो है, झ्याप्पै पर्यो। अब सक्यो है साथी। झिमिक्कै परो गयो। अब अलि
देख्यो ठ्याक्कै सक्यो छैन यतिको छ यति छ आम्मामा सक्यो चुली सिद्धिथुम्का चुलियो सूर्यास्त हेर्न जाने ठाउँ र सूर्योदय हेर्ने ठाउँ यो चाहिँ हाम्रो गुरुहरूको लागि आवासको लागि निर्माण हुँदै गरेको कोठाहरू हुन् रुमहरू यो चाहिँ पिपलको बोट यसरी छ हाम्रो पुरानो गुम्बा हो यो यहाँ चाहिँ यहाँबाट नयाँको लागि यहाँ निर्माणाधीन हुँदैछ धेरै यस्तो बनिएको छ हेर्नुहोस् ठ्याक्क देखिँदा यस्तो देखिन्छ ल यस्तो खालको छ है साथीहरू ल यस्तो हुन्छ एकदम राम्रो आधुनिक छ है मोडर्न खालको गुम्बा चाहिँ